यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य सदात्मानं सृजाम्यहं परित्राणाय साधूनां विनाशाय च दुष्कृतं धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे। यो भगवान श्री कृष्णले अर्जुनजीलाई भन्नुभएको हो कि जब जब पृथ्वीमा पापको हाकार बढ्छ तब तब भगवान श्रीमान नारायणले अवतार लिएर पापीहरूको विनाश र भक्तहरूको रक्षा गर्छु भनेर भगवानले गीताको उपदेश दिँदाखेरि यो श्लोक भन्नुभएको थियो। हो भक्तजन, जब जब पृथ्वीमा पाप बढ्छ, अत्याचार बढ्छ, तब हाम्रो भगवान श्रीमान नारायणले अवतार लिएर आफ्नो भक्तहरूको रक्षा, सत्यको जित र असत्यको अन्त्यको लागि भगवान अवतरित हुनुहुन्छ। हामीले हेरौँ, भगवानको राम अवतारमा पनि रावण जस्तो पापीलाई मार्नको लागि र अनेकौं दैत्य असुरहरूलाई मार्नको लागि भगवान नारायणले दशरथजीको घरमा माता कौशल्याको गर्भबाट प्रथम पुत्र भएर राम अवतार लिनुभएको थियो। अनेक लीला गर्नुभयो र लीलामा प्रभुले सम्पूर्ण राक्षसहरूलाई मारेर आफ्नो आदर्श स्थापित गरेर जनताको लागि अथवा भक्तहरूको लागि मार्गदर्शन दिएर भगवान यस लोकबाट परलोकमा जानुभयो। भक्तहरू, आज हामीसँग जति पनि धन सम्पत्ति अथवा वैभव छ त्यसको घमण्डमा चूर भएर हामीले सत्य, न्याय र धर्मको बाटो छोड्नु हुँदैन। भक्त मेरा प्रिय मित्रहरू, हजुरहरूलाई लाग्ला रावणसँग के कमी थियो? ऊ भगवान शिवको अनन्य ठुलो भक्त थियो। उसँग त्रिलोकको वैभव थियो, ऊ त्रिलोक विजेता थियो, उसँग सबै थोक थियो, भाइ बन्धु, शक्तिशाली सेना, सब कुछ थियो। तर उसको अनीति, अत्याचार र उसको पाप कर्मको कारणले एक दिन उसको समूल विनाश भयो, उसको पुरै वंशकै विनाश भयो। त्यस कारणले आफ्नो विनाश कति बेला हुन्छ थाहा हुँदैन। जो मान्छेले घमण्ड गर्छ, पाप गर्छ, अत्याचार गर्छ, सत्यको बाटो छोड्छ, त्यसको विनाश निश्चित छ, त्यसको विनाश पक्कै निश्चित छ। घमण्डले मान्छेलाई डुबाउँछ। यो त भर्खरैको ताजा हाम्रो नेपालको केपी शर्मा ओलीको हारबाट पनि हजुरले थाहा पाउनुभयो होला। हजुरहरूले सोच्नु भएको थियो केपी शर्मा ओली हार्छन् भनेर। जसरी अहिले डोनाल्ड ट्रम्प पनि पिछडिएका छन्, विश्वका जतिसुकै शक्तिशाली मान्छे हुन्, जतिसुकै प्रभावशाली हुन्, उनीहरू पिछडिन केही पनि बेर लाग्दैन। जसले सत्य छाडेर असत्यको मार्गमा लाग्छ, असत्यको हार हुनु निश्चितै छ। एक दिन असत्य सकिनु निश्चित नै छ र सत्यले जित्नु निश्चित नै छ। सत्य कमजोर होला, सत्य कमजोर बनाइएला, तर हमेशा कमजोर भए पनि सत्यले नै जित्छ। ऊ रावणलाई जसरी भगवान रामले जित्नुभयो, त्यसै गरी असत्यमाथि सदैव सत्यको जित हुन्छ। त्यसैले हामीले हरि भजन गाउँ, हरि कीर्तन गाउँ, सत्यको मार्गमा हिँडौँ, पाप नगरौँ, धर्म कर्म गरौँ, सबैको भलो चिताउँ। हरे कृष्ण।